कहिले पनि बोलचाल हुँदैन हैन, बोलचालै हुँदैन, को आयो को गयो केही मतलबै हुँदैन। यहाँ साउन्ड सुन्नुहुन्छ, यस्तो बज्छ यो। मैले चाहिँ साथीहरुलाई गाली गर्न लाग्थेँ अस्ति हैन। म तपाईहरुलाई गफ दिने चक्करमा आफू जाने बाटै बिर्सेछु। कता हो यो उस्तै गल्ली छ के। यस्तो ठाउँ चाहिँ 4-5 वटा हो माथिदेखि तलैसम्म। अब कुन कहाँबाट छिराएको थिएँ नै बिर्सेछु मैले। ट्याक्क लगाएर यहाँ टास दिइसकेँ। हेलो व्हाट्सअप एभ्रीबडी, वेलकम ब्याक टु माई न्यू भिडियो। अनि गाइज के छ तपाईँहरूको खबर? मेरो त एकदम ठिक छ, बवाल छ हैन। अब जापानबाट नेक्स्ट भिडियो चाहिँ तपाईँहरूलाई लिएर आइसकेको छु। नमस्ते ठोक्दिया, जापानबाट सबैलाई नमस्ते ठोक्दिया। नेपालमा त बेरोजगार भयो, अब जापान आएर नि बेरोजगार भइदिया हैन गाइज। अहिले चाहिँ म पब्लिक पार्कमा छु हैन। यति धेरै घाम चर्किरहेको छ अनि नेपालकै हालतमा हिँडिरहेको छु गाइज। म चाहिँ टक्क चप्पल लगाएर हैन। यहाँ आएर नि गोरो भइएला भने त कता हो कता झन् कालो भइएला जस्तो छ घाममा हिँड्दा हैन। रुममा नि यतिकै बस्न मन नलाग्ने, यतिकै हिँडै घामले त म अझै कालो हुन्छु। अनि त्यहाँबाट घरबाट फोन गर्छन्, त गोरो भइनस् कि क्या हो कान्छा भन्छन्। अब के गर्नु, यस्तो घाममा हिँड्नु परेको छ हैन। अनि अरू त त्यही हो गाइज। म यो पार्कमा छु। यहाँ चाहिँ कत्रो ठुलो क्लक टावर रहेछ यहाँ हैन। ट्याक लाएर आज म के गर्नेवाला छु थाहा छ तपाईँहरूलाई? बेरोजगारीको टाइम सदुपयोग गर्न मैले एउटा उपाय भेटाएको छु। त्यो तपाईँहरूलाई पनि देखाउँछु हैन। अनि देखाउँछु गाइज हैन। तर तपाईँहरूले भिडियो लास्टसम्म नहेर्ने भए त म मरि गए देखाउँदिनँ। जहिले पनि भिडियोमा क्लिक गर्ने भागिहाल्ने। अनि एउटा सब्सक्राइब पनि गरिदिनु पर्यो हैन। अनि टन्टलापुर घाममा म हिँडिरहेको छु। अहिले चाहिँ 1:30 हुन आँटिसक्यो दिउँसोको हैन। नेपालमा चाहिँ त्यही हो 10-15 जति भयो होला। 3 घण्टा 15 मिनटले अलि अगाडि छ जापान। टाइममा त्यति हो। अनि विकासमा चाहिँ 50 वर्षभन्दा अगाडि नै छ, भन्दा पनि अझै अगाडि छ नेपालभन्दा हैन। अरू त यस्तै हो। मौसम पानी परे बेला जाडो छ, घाम लागे बेला गर्मी छ, बालुवा हैन। अहिले चाहिँ यहाँ रुखहरू जङ्गलहरू यस्तो हरियो घाँसपात भएको ठाउँमा आएर बसेको छु म चाहिँ। अनि अलिअलि हावा चल्दो रहेछ कि यस्तोमा चाहिँ। कोठामा नि एसी मात्रै खाएर नि कति बस्नु हैन। अनि अलि हिँड्यो भने पसिना आउँछ, पानी खाइन्छ। सो पानीको बोतल बोकेर हिँडिरहेको छु। अनि ट्याक्क लाएर म चाहिँ अब रुममा जान्छु हैन। रुममा गएर चाहिँ मैले एउटा आइडिया सोचेको छु। के हो भिडियोमा हेरेपछि थाहा हुन्छ, म भन्दिनँ। चिल्लो देखिरहेको छु गाइज हैन। यहाँ के दारी पार्न पाइँदैन। अलिअलि आयो भने घिसारिहाल्नुपर्छ हैन। त्यही भएर मैले अलि चिल्लो बनाएको छु फेस चाहिँ। आँखा हेर्न नि सकेको छैन कि त्यति चर्को घाम लागिरह। क्या चिल्ला गाडीहरू हिँड्छन् यार। आज चाहिँ आइतबार हो। आइतबार पनि बिदा छ। शनिबार, आइतबार, सोमबार, मङ्गलबार 4 दिन बिदा छ गाइज हैन। यो बिदाले झन् मलाई बेरोजगार बनायो। नत्र कलेजसम्म पनि जान पाइन्थ्यो हैन। कलेज पनि बिदा छ। अनि काम पनि पाएको छैन, काम खोज्दैछु हैन। म चाहिँ रुममा पुग्न आँटिसकेँ। अब रुममा पुगेर सबै देखाउँछु तपाईँहरूलाई। हेर्न पर्ने हुन्छ अन्तिमसम्म है त। फाइनली म रुममा आइसकेँ गाइज। मैले चाहिँ साथीहरूलाई गाली गर्न लाग्थेँ अस्ति हैन। तिमीहरूले मलाई नेपालको झन्डा किन्न पठाइदिए भन्नु लाग्थेँ हैन। अब सबैले एयरपोर्टमा आउँदाखेरि झन्डा उडाइदिन्छन्। अनि मलाई पनि त्यो रहर थियो साथीहरूले त्यो लगाइदिउन् भन्ने। अनि झन्नै गाली गरिसकेको थिएँ। अनि लास्टमा सुटकेसको बिचमा त्यो लाउन पाइएन, उनीहरूले झोलामा हालिदिएछन् हैन। अनि त्यहाँबाट मैले ठ्याक्क लगाएर यहाँ टास दिइसकेँ। ल गाइज, अहिलेको साउन्ड चाहिँ यो माइकबाट आउँदैछ हैन। कस्तो छ यो हेरौँ, सुनौँ क्वालिटी। बिफोर आफ्टर तपाईँहरूले कमेन्ट गर्नु होला हैन। अब चाहिँ म हिजो गमला किनेर ल्याएको थिएँ कि प्याजहरू यति महँगो होइन गाइज हैन। मैले तपाईँहरूलाई सर्ट्समा नि भनेको थिएँ, त्यो हेर्नु होला गएर सर्ट्स सेक्सनमा गएर। अनि गमला किनेर ल्याएको थिएँ, माटो किनेर ल्याएको थिएँ हैन। आज चाहिँ म प्याजहरू लगाउँछु। यहाँ बरन्डा छ यहाँ पछाडि, त्यो पनि तपाईँहरूले देखाउँछु हैन। अहिलेसम्म चाहिँ मैले खाना खाएको छैन। बिहान 1 लट चिया खाएँ, दुध चिया। अब भाँडाहरू सब यस्तो छ मान्न बाँकी हैन। अलिकति काम पनि बाँकी राख्नुपर्छ कि, किनभने टाइम यत्रो दिन बाँकी छ हैन। दिनभरि के गरेर बस्नु, मोबाइल मात्र चलाउने कुरो त आउँदैन, पढेको पनि दिमागमा छिर्दैन। अनि यस्तो काम बाँकी राखेन भने टाइम पास गर्न एकदम गाह्रो हुन्छ हैन। फेरि जुठाल्दै फेरि मात्रै हल्का। ल गाइस सुरु गरौँ त हैन। अब शुभ कार्यमा ढिला किन।
ट्याक्क गमला चाहिँ यहाँसम्मसँग यो 100 रुपियाँ सबैभन्दा सस्तो लागेको चाहिँ हैन। यो पनि 100 रुपियाँ गरेर लगानी मेरो 1200 त्यस्तै भएको छ है। म हैन यो प्याज कतिको आउँछ हेर्छु, त्यसपछि आलु रोप्दिन्छु गाइस। गाइस हेर्नु न यस्तो खालको छ के प्याज, यस्तो सानो सानो प्याज छ। यो काट्नै झ्याउ हुन्छ हैन। यसरी उम्रिएको छ के, अनि यसलाई टक टक हाल्ने टक्क राख्दिने हैन। आज भोलि पर्सि 2-3 दिनमा त उम्रेर नि। यति गरेपछि त पक्कै कसो नउम्रेला है गाइस हैन। यो बरन्डा चाहिँ खासमा यो उसको हो के, टिनको हाले हैन। जापानतिर घरै त्यस्तै हो। यो देख्ने भित्ताहरू पनि यो कागजकै हो तर वाटरप्रुफ टाइपको। अनि यहाँ एउटा एसीको छ, यता चाहिँ नराखौँ बिग्रिन सक्छ हैन। के यहाँनिर राखिदिन्छु म ट्याक्क लाएर। पानी एक दिनमा यसलाई छोपिदिनु पर्छ। अनि बाँकी घरहरू चाहिँ यस्तो छ गाइस हैन। यहाँ तल एउटा केको रुख छ हाम्रो छिमेकीहरूको, तर छिमेकीसँग कहिले पनि बोलचाल हुँदैन हैन। बोलचालै हुँदैन, को आयो को गयो केही मतलबै हुँदैन यहाँ। अनि यो भित्ता देख्नुहुन्छ नि, साउन्ड सुन्नुहुन्छ, यस्तो बज्छ यो, यस्तो छ भित्ताहरू हैन। यो देख्न मात्रै ढलान जस्तो देखिन्छ तर ढलान हुँदैन, खोक्रो हुन्छ। साउन्ड ट्रान्सफर हुन्छ यता र उताको यता हैन। त्यही भएर म बोल्न पनि सानो स्वरले बोलिरहेको छु, तपाईँहरूले नोटिस गर्नु होला। अनि उनीहरू पनि जापानिजहरू पनि बोल्दैनन्, अनि हामी पनि त्यति ठुलो स्वरले बोल्दिनु मिल्दैन, फेरि कम्प्लेन गर्यो भने बर्बाद हुन्छ हैन। अनि पानी आउला जस्तो छ आज पनि। बाँकी चाहिँ अब कहिले उम्रिन्छ त्यो भन्ने कुरा हो। म चाहिँ बाहिर निस्केँ, अहिले चाहिँ 4:30 हुन आँट्यो हैन। बादलहरू क्या मजाले बसिरहेछ, अनि पानी पर्ने र घाम लाग्नेको ठेगान हुँदैन क्या यहाँ चाहिँ। रुममा बस्न मात्रै पनि झ्याउ हुन्छ। अनि यसो बाहिर पार्कतिर जानु पर्यो भने निस्केको, अनि बाटोमा जाँदा जाँदा ट्रेनहरू पनि देखिन्छ हैन। अनि पार्क छ कस्तो राम्रो, अनि त्यो पार्कतिर पनि जान्छु एकछिन। यस्तो छ गाइस जापानको गल्ली, घरहरू इत्र हुन्छन् हैन। अनि त्यहाँबाट ओहो यहाँ त सुन्तला हो के फल्यो यो, मुन्तला हो के हो, सानो सानो सुन्तला फलिरहेको रहेछ। मुख रसायो गाइस मेरो। तर के गर्ने यहाँ टिप्न मिल्दैन, अर्काको भनेपछि छुन नि मिल्दैन। साह्रो छ। जापानिज टेक्नोलोजीको घर चाहिँ यसरी बन्दैछ हैन। यसरी बन्छ ट्याग लाएर। यसको बेस चाहिँ ढलान हुन्छ, बाहिरबाट देख्दाखेरि ढलान जस्तो देखिन्छ, यही हो। यसरी बन्छ गाइज हैन। टेक्नोलोजी एकदम बवाल छ क्या यहाँको जे कुरा पनि। यस्तो मजाले ट्रेन कुद्छ हेर्नु है त सर। ल सनम अल्छी लाग्यो भने यसो बाहिर निस्किने, ट्रेन हेर्ने, रेल कुदेको हेर्ने, यताउता मान्छेहरू चटक देखाउँछन् त्यो हेर्ने। त्यसरी नै बित्दैछ मेरो दिनहरू हैन। ल हेर्नु चाहिँ यो घर क्या बवाल क्या। यस्तो एउटा घर बनाउनु पाए त जब म नेपालै फर्किन्थेँ हौ। अनि यहाँ त साइकल किन्दाखेरि ट्याक्क पार्किङ पनि आफैले किन्नु पर्दो रहेछ हैन। साइकलको छुट्टै, साइकलको पार्किङको छुट्टै पैसा तिर्नुपर्ने। अब मलाई चाहिँ थाहा थिएन हैन, खाली बाटो देख्नै नहुने। अब यहाँ नियममा हिँड्नुपर्छ हैन। अब आफूले चाहिँ खाली बाटो देख्नै नहुने, दौडिहाल्नु पर्ने। त्यो रेड लाइट बल्यो नि 2-3 चोटि त झुक्किसकेँ म। अब रेड लाइट बलिदिएर हुन्छ म कुदिहाल्छु। ट्याक्क पार्कमा इन्ट्री गरियो गाइस। के देखाउनु, तपाईँहरूले देखाउने चिज मसँग यही हो, यही नै छ देखाउन पनि। अरू देखाउनलाई खै खासै केही थाहा छैन, नयाँ नयाँ नै छु। अहिले चाहिँ धेरै मान्छे रहेछन्, अलि साँझमा अलिक कम मान्छे हुन्छन्। ट्याक्क नक्सा यस्तो छ। म चाहिँ उयो ठाउँमा जाने हो, यहाँनिर एउटा पोखरी जस्तो पनि छ। 2-3 चोटि आएँ होला यो पार्कमा। अनि टोइलेटहरू छ, यस्तो फुलहरू फुल्या होइन।
चिप्लेटी खेल्थ्यो नि त गाइज होइन चिप्लेटी खेल्न पर्यो गाइज चिप्लेटी पनि बचाइ त हो नि ओन्ली फर किड्स हो क्या अहिले हाने भने त फेरि सकियो नि सिलिल्ला चिप्लेटी खेलौँ भनेको खेलिदिन्छु जसो कि होस् बल मजा आयो पार्कमा किन आएको त यही गर्न होइन त गाइज अस्ति ठुलो मान्छेले नि खेला देखाएको थिएँ त्यही भएर गएको म खासमा होइन नत्र जान्न थिएँ यत्रो हावा आएको छ ओहो अहिले हुरी बतासको सिजन चलिरहेछ नि त यहाँ एउटा पोखरी छ ल साकुरा फुल्ने बेला चाहिँ आएको भए चाहिँ बवालै हुने रहेछ होइन साकुराको सिजन हटिसक्यो नि त साकुरा नभनौँ पयौँ भनौँ पयौँ यस्तो बवाल छ गाइस होइन मेन कुरा भनेको यहाँको सरसफाइमा एकदम ध्यान दिए हुन्छ सरसफाइ एकदम धेरै हुन्छ होइन माथि माथि हेर्नुपर्छ क्या नेपालको चैत वैशाखमा घरतिर हावाहुरी लाग्दाखेरि डराइन्थ्यो होइन घरै उडाउला कि भन्ने डर हुन्थ्यो गाउँतिर त्यस्तै याद आइरहेको मलाई चाहिँ ठ्याक छ्याउ लाग्यो गाइस त म त फर्किनु लाग्यो अब होइन अब पार्कमा आएर नि के गर्नु मान्छेहरू खेलिरहेछन् यसरी मजाले आफू चाहिँ एक्लै छु होइन अब के हेरेर बस्नु केही किनेर खाऊँ भने केही मिठो लाग्दैन कफी पनि कस्तो कस्तो नमिठो नमिठो हुँदो रहेछ म त केही खाँदिनँ कि बाहिर निस्किँदाखेरि यस्तो यस्तो यो येल्लो लाइन चाहिँ के रहेछ भन्दाखेरि यो चाहिँ अन्त आँखा नदेख्ने मान्छेहरूलाई टक्क राखिदिएको हुँदो रहेछ क्या यो लाइन अनि यिनीहरू यहाँ ग्रिप पनि हुन्छ नि त अब ठक्क यहाँ ग्रिप छोडेर यस्तो यस्तो यो अर्को ग्रिप आयो यहाँ चाहिँ स्टपको साइन हुँदो रहेछ क्या यसरी थाहा हुँदो रहेछ होइन हरेक ठाउँमा हुन्छ यो चाहिँ स्टेसनतिर नि हुन्छ जहाँतिर नि हुने रहेछ ट्याकलहरू यो ग्रिप चाहिँ उनीहरूले अब केही सङ्केत होला नि त उनीहरूको होइन त्यो चाहिँ एउटा बुझेँ त्यो एउटा ज्ञान पाइयो यो चाहिँ जापानको टेलिफोन बुथ हो होइन अब फोनहरू नहुने मान्छेहरूले टक्क अब यहाँ आएर फोन गर्न पनि सक्छन् अहिले त स्मार्टफोनले गर्दाखेरि टेलिफोन बुथहरू पनि कम हुँदै रहेछ क्या यहाँको मैले थाहा पाएको अब सबको हातमा स्मार्टफोन सबको घर घरमा स्मार्टफोन अब मोबाइलहरू हातमा भएपछि त कसले फोन गर्छ र होइन तैपनि अहिले पनि छ बुथहरू ठाउँ ठाउँमा स्टेसनतिर हुन्छ फोटो खिच्ने बुथ हुँदो रहेछ टक्क 1000 रुपियाँ लाग्दो रहेछ होइन यस्तै हो गाइज अरू त यस्तै हो होइन म तपाईँहरूलाई गफ दिने चक्करमा आफू जाने बाटै बिर्सेछु कता हो यो उस्तै गल्ली छ कि यस्तो ठाउँ चाहिँ 4-5 वटा ठाउँ माथिदेखि तलैसम्म अब कुन कहाँबाट छिरेको थियो नि बिर्सेछु मैले 3 वटा गल्लीबाट छिरेछ कि बाटै याद भएन त्यही हो तपाईँहरूलाई गफ दिने चक्करमा मैले बाटै भुलेछु अस्ति यहाँबाट गएको थिएँ यहाँबाट गएँ यहाँतिर कति हो पसलमा कम्पनीतिर काम गर्ने मान्छेहरू कति बुढा हुन्छन् 70 नागिसकेकाहरू हुन्छन् कति राम्ररी काम गर्छन् कि ओहो जोसका साथ त्यो देखेपछि चाहिँ मोटिभेसन लास्टै हुन्छ क्या धेरै होइन 15 किलोमिटर जति हिँडिसक्यो गाइज आज होइन अब थकाइ पनि लाग्यो अब रुममा गएर यतिकै बस्न बोलिराख्नु नि झ्याउ लाग्छ अब मान्छेहरूलाई डिस्टर्ब हुन्छ होइन भिडियो चाहिँ म यहीँ एन्ड गरिदिन्छु अनि भिडियो कस्तो लाग्छ भन्नु होला अनि लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गर्नु होला होइन भेटौँला अर्को यस्तै नयाँ भिडियोमा मजेदार भिडियोमा अब बिस्तारै यो च्यानलमा भ्लगिङ मात्रै नभइकन कन्टेन्टहरू पनि आउँछ होइन त्यसको लागि पनि सब्सक्राइब गर्नु होला मलाई अलिकति मोटिभेट गरिदिनु होला त्यति भन्दै हस्त नमस्ते जय नेपाल।